आदन दर्शक नमस्कार। तपाईँ यति बेला जीएस न्युज पोखरा मार्फत हामीलाई हेर्दै हुनुहुन्छ। हामीले तपाईँलाई पोखरा मुनि सडकको पश्चिम खण्डको अपडेट पल पलको अपडेट गराउँदै आइरहेका छौँ। आदर दर्शक हामी यति बेला तपाईँलाई अपडेट गराउँदैछौँ पोखराको जुन सेती पुल नजिक सेती पुलको एप्रोच सडक भनौँ, त्यो सडकको जुन इन्द्र चोकदेखि सेती पुलसम्मको केही भाग जुन हामीले हिजो तपाईँलाई देखाएका थियौँ, त्यहाँ अलकत्र छरिसकेको थियो, प्राइम कोड राइस गरिसकेको अवस्था थियो भने आज हामी तपाईँलाई देखाउँदैछौँ। यति बेला पहिलो लेयरको कालोपत्र सुरु भइसकेको छ, तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यो कालोपत्र नहुँदाखेरि यो साइडमा हिँड्नको लागि निकै गाह्रो भइरहेको थियो, किनकि एकतर्फी रूपमा सवारीहरू गुड्दाखेरि अलि अप्ठ्यारो भइरहेको थियो। यो अलिक कच्ची पनि छ र पुलको यो अहिले काम भइरहेको चाहिँ पुलको क्षेत्रभित्र पर्छ। सेती पुलले नै बनाउने हो। त्यही अन्तर्गत फेरि सेती पुल जुन रसुवा कन्स्ट्रक्सनले फेरि यो निर्माणको जिम्मा चाहिँ एउटै लेभल पनि एउटै हुन्छ, क्वालिटी एउटै हुन्छ, सबै एउटै हुन्छ भनेर उसैलाई जिम्मा लागेको हो भनेर हामीलाई जानकारी गराउनु भएको थियो। आज हामीले तपाईँलाई यसको अपडेट देखाउँदैछौँ। तपाईँले हाम्रो भिडियोलाई लाइक सेयर र कमेन्ट गर्न नबिर्सिनु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ, तपाईँले हेरेर साथ दिइरहनु भएको छ, तपाईँ सबैप्रति धेरै धेरै धन्यवाद छ। हामी आभार व्यक्त गर्छौँ र हामीले तपाईँलाई छिनछिनको अपडेटहरू गराउँदै आइरहेका छौँ। कुन ठाउँमा काम कस्तो भइरहेको छ त्यो पनि देखाइरहेका छौँ। र कालोपत्र यो चाहिँ यो ठाउँमा चाहिँ पहिलो यो काम अहिले भइरहेको छ।
Please watch GS News Pokhara.